खराब छ छोरीहरू कता गएनन् कहीँ बिग्रिन्छन् कि भन्ने डर लाग्छ ए गङ्गा ए जमाना आयो नि आमा सानो त मर्छन् कि भन्ने डर लाग्छ ठुलो भएपछि मार्छन् कि भन्ने डर लाग्छ दिनहरू खराब छन् बा पनि घर छैन किन डुल्छ्यो हो छोरीहरू तिनीहरू हानु भनेपछि आफै उल्टै हानेर मार्छन् कि भन्ने डर लाग्छ आफूभन्दा एक हात अल्को भइसकिन् छोरीहरू गाउँ बरालिन्छन् बा छैन घर कहाँ गइथ्यौ आमा हामी पानी गाउँमा घुम्न यस्तो खराब दिन आछन् बरालेर हिँड्छौ छोरीहरू नै यस्तै घुम्न गएको के कस्तो दिन आयो थाहा छैन ए त्यो त हामीलाई पनि थाहा छ नि त आमा त्यो हामी सोचिहाल्छौँ नि त मलाई त रिपेदिनु पैसा दिनु पहिला हामी गरिबी छु छोरी कसैले साबटी पनि दिँदैनन् त्यस्तो नगर्न तेरो बाँच्न नै मलाई त पैसा चाहियो दिनभरि काम गर्नुपर्छ छाक टार्ने पनि आउँदैन हुँदैन त्यसो म त डुल्यो खाने आइन त्यस्तो भनेर हुन्छ दिदी बिना कस्तै छ बहिनी सम्झना पैसा दिनु छिटो त्यस्तो दिनभरि काम गर्नुपर्छ यही रिपे आउँछ यही रिपेले मोबाइल आउँछ ल कसैले हुँदैन यस्तो रिपेले त मलाई हुँदैन मोबाइल चाहियो मोबाइल खाने त छैन अहिले खाने त छैन पैसाले कस्तो हो के अहिले बुझ्न तँ त ठुली भइसक्यो त नि हुँदैन त्यस्तो भनेर म त बाहिर खाने बाहिर घुम्ने अनि यस्तो बुढी म यस्तो घर बस्ला मोबाइल चाहियो छिटो दिनु मोबाइल छिमेकीले कसैले दिन्छन् हामीलाई हिंसाबाट नगर्न छोरी मलाई त तपाईँको चलाउने मोबाइल पनि चाहियो दिनु छिटो ल यस यो कान्छी भने कस्तो बराली नै हिँड्छ त बुझ्छै छोरी नि हस् मम्मी बा पनि घर छैन हामी त गरिब हौँ कसैले हिंसापट्टि पनि दिँदैन त्यो त्यस्तो नगर ल मम्मी यो कान्छीले कसरी सम्झाउने होला के म पनि दिक्कै परेको छु यो कान्छीलाई हेरेर त एउटा कापी र कलम किन्ने पैसा त छैन मसँग बुढी मान्छे फेरि काम त ल्याएर दिउँ त्यसलाई फोन तँ पनि फोन गर्ने भने नै मम्मी म त आजकल गर्दिनँ म त हाम्रो खुट्टामा आफै टेकेर मात्रै ठुली पढी लेखेर ठुलो मान्छे बनेर मात्रै म आफै किन्छु मम्मी तपाईँ चिन्ता नगर्नु ल आफूभन्दा अगाडि दिदी स्थिति बहिनी कस्तै हो खै त्यसको दिमाग कसरी घुम्छ मलाई थाहै छैन कि मम्मी बा पनि घरमा नभए हामीलाई कस्तो छ कसरी हेर्छन् हामी गरिब मान्छेलाई कोही पनि हेर्दैन के मम्मी अब तपाईँ काममा जानु अब हामी जे भए पनि बहिनी म सम्झाउँछु ल ल हुन्छ त